ल है साथीहो, सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। आज हामी तालिबिसीमा झरेको युट्युबबाट देखेको यो तालिबिसीमा अनौठो चिजहरू निस्केको छ भनेर हामी गएको। तालिबिसी स्कुल रूपा ज्योति स्कुल भन्दा पछाडिपट्टि एउटा काठको ठुटोबाट पानी 3-4 धारा जति पानी निस्किरहेको रहेछ। यो चाहिँ एक्सकाभेटरले रूपताल विस्तारको क्रममा एक्सकाभेटरले खन्दाइ जाँदाखेरि एउटा ठुटो भेटिएको रहेछ। त्यसबाट पानी अचम्मैसँग निस्केको छ। माथिपट्टि थोरै सानो डौसो जस्तो छ अनि 4-5 ठामबाट यसरी पानी झरिरहेको छ। अब म त्यहाँ पुग्दाखेरि पानी छुँदाखेरि साह्रै चिसो, एकदम सफा पानी छ। दङ्गै पर्ने खालको छ। म त दङ्गै परेँ। यसलाई मैले अनुसन्धान पनि गरेँ। यताबाट घुमेर हेरेँ, उता घुमेर हेरेँ। मलाई त अनौठो लाग्यो। तपाईहरु पनि आएर हेर्नु होला। त्यो अचम्मैको ठाउँ छ के। चारैतिरबाट घुमेर हेर्दा पनि यो कतैबाट केही फिट भएको देखिँदैन। जमिन सतह भन्दा माथि नै छ। पहिला योभन्दा पहिला यो ठुटो देखिएको थिएन। माटो खन्ने क्रममा भेटिएको ठुटो रहेछ। डौसो पनि छ माथिपट्टि सानो। अहिले आएर यो 6-7 फिट 7 फिट भन्दा माथि नै होला यो ठुटो। त्यति माथि कताबाट पानी आयो, माथिको प्रेसले आउनुपर्छ। यो रुख कति 100 वर्ष अगाडिको होला। अहिले त यो ठुटो यति ठुलो छ भने त्यो बेलाको रुख कति ठुलो होला। मेरो विचारमा यो रुख चाहिँ चाँपोको हुनुपर्छ। अचम्मै रहेछ त यो। तपाईहरुलाई पनि फुर्सद छ भने यहाँ आएर अनुसन्धान गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्छ? मलाई त अनौठो लाग्यो। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। हस्त, धन्यवाद।